समूहद्वारा आयोजित नववर्ष 2082 को पावन अवसरमा खुदुनाबारी महोत्सव 2082 सञ्चालन हुँदैछ। म त्यो समितिको सदस्य र यो महोत्सव सञ्चालन सुरु हुँदै गर्दा केही यस सम्बन्धी केही भ्रमहरू पनि छन्। त्यो भ्रम भनेको यहाँका पैसाहरू चाहिँ बाहिर जान्छन् भन्ने जुन भ्रम छ, तर हामी आयोजकको बुझाइ चाहिँ यसमा अलिकति फरक छ। आयोजकको बुझाइ भनेको बाह्य पर्यटकहरू पनि खुदुनाबारीमा बृहत रूपमा भित्रिआएर बाह्यका रकम यहाँको पेसा व्यवसायहरू पनि एकदमै राम्रोसँग सञ्चालन हुन्छन् भन्ने हाम्रो उद्देश्य आशा अपेक्षा पनि छ। र साथै यो कार्यक्रम मार्फत चाहिँ हामीले बाल विकास शैक्षिक कार्यक्रम सञ्चालन गर्दैछौँ, जसलाई साँच्चीकै आवश्यक छ उसलाई सहयोग गरौँ भन्ने मूल नारा पनि रहेको छ।